एयर फ्रायरमा होल ग्रिल चिकन बनाउने कोसिस गर्दैछु म आज। यो चाहिँ मैले होल चिकन चाहिँ बिहान म्यारिनेट गरेर चाहिँ फ्रिजमा राखेको थिएँ र अब यो रेडी पनि भइसकेको छ। अब यसलाई ट्रेमा ट्रान्सफर गरेँ। घोप्टो बनाएर चाहिँ राख्नु भन्दो रहेछ सो द्याट ब्रेस्टको चाहिँ जुसिनेस रहिरहोस् भनेर है। त्यसैले घोप्टो बनाएर मैले यसलाई चाहिँ अब एयर फ्रायरमा राखिदिएँ है। र मैले चाहिँ एयर फ्रायर पनि स्टार्ट गर्दैछु। मिटकै सेटिङमा राखेँ 200 डिग्री सेन्टिग्रेडमा 35 मिनट्सको लागि भनेर, तर 20 मिनट मात्र राख्छु र निकाल्छु है। यो 20 मिनट पछाडि निकालेर चाहिँ मैले यसको साइड चेन्ज गर्ने। अब चाहिँ ब्रेस्ट माथि राखेर फेरि 20 मिनटको लागि 200 डिग्री सेन्टिग्रेडमा चाहिँ फेरि स्टार्ट गरेको छु है। 20 मिनट पनि बित्यो है। अब यो रेडी पनि भइसक्यो। लेट्स हेभ अ लुक। यसलाई निकालौँ यहाँबाट। सो यु क्यान लुक एट द्याट। यम 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 जुसी होल ग्रिल चिकन। सबैतिरबाट देखाइदिन्छु है त तपाईँहरूलाई। क्लोज लुक, अप क्लोज। ओहो, मेरो त मुखमा पानी नै आइछ। तपाईँहरूको नि आयो कि?